हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। मेरो नयाँ दिन नयाँ ब्लगमा आज स्वागत छ। अन्त अहिले चाहिँ बिहानको 7 बज्दैछ साथीहरू। अब अहिले चाहिँ अगाडि म चाहिँ ओछ्यान मिलाउनु पर्यो। अन्त नानीहरू चाहिँ अघि नै उठेर पनि खेल्नु गइसकेको छ साथीहरू। अन्त अहिले चाहिँ म ओछ्यानहरू मिलाएर रुम झाडु लगाएर चाहिँ सुँगुरको चारो दिनुपर्ने छ हो, सबभन्दा फर्स्ट चाहिँ। अनि मैले यताको पनि लगाइसकियो। यो चाहिँ हाम्रो किचन हो र हाम्रो चाहिँ दुईवटा किचन छ नि त। अनि यताको चाहिँ मैले अघि लगाइसकेँ हो, सबै मिलाइसक्यो। अन्त यो चाहिँ सजिना हाम्रो आमाले चाहिँ गाई चराउने बेलामा चाहिँ ल्याउनु भएको उतादेखि मान्छेले दिएको अरे। अन्त ल्याउनु भएको आज चाहिँ यही पकाएर खानु पऱ्यो हामी चाहिँ। अन्त यताको पनि निकालिदियो। अनि दुईतिरकै कसिङ्गर निकालेर चाहिँ त्यहाँदेखि म चाहिँ सुँगुरको चारो दिनु पऱ्यो साथीहरू। मैले चाहिँ हिजो सुँगुरको चारो पकाएको थिएँ। अन्त आज चाहिँ पकाउनु पर्दैन हो। अनि अब चाहिँ दिनु पऱ्यो साथीहरू। यो चाहिँ भयो कट, यो चाहिँ रक्सी पारेको कट हो साथीहरू। अन्त यो सबै मिसाएर चाहिँ दिनु पऱ्यो सुँगुरलाई। अनि यो चाहिँ हामीले अलिकति आलु मैले चाहिँ राति बसाइदिएको थिएँ साथीहरू। अनि त्यो आलु चाहिँ मिसाएर दिनु थालेको सुँगुरलाई। यसरी सानो आलुहरू चाहिँ के हो माइज्यू? अन्त यो प्राइभेट हो नि त। अनि प्राइभेटहरूको त एक्जाम चल्दैछ, अर्को त अब भर्खर त रिजल्ट त दिएको छैन। अन्त यो माउ चाहिँ बेच्नु थालेको साथीहरू। हामी चाहिँ यो चाहिँ 2 बेत बनायो माउ। अब चाहिँ बिक्री गर्नु थालेको। सो व्यापारीलाई बोलाएको छ, आउँछ होला कहिले। अन्त यो चाहिँ बेचिदिने भनेको पानी नपरेर साथीहरू। योपालि सुँगुरको चारोहरू पनि पलाएकै छैन हो, बिजोग भएको छ। मैले चाहिँ सुँगुर चारोहरू पनि दिइसकेको साथीहरू। सो अहिले चाहिँ घरतिर हिँडेको सुँगुरको चारो दिइसकेर सो हेर्दै गर्नु होला मेरो सानो मिनी ब्लगै भनौँ न साथीहरू। सो हेरिदिनु होला अल्छी नगरिकन। अन्त अहिले चाहिँ बिहान चाहिँ कोही पनि उठेको छैन हो। मेरो चाहिँ आधाउधी घर सफा भइसक्यो। त हेर्दै गर्नु होला मेरो घरको काम। अहिले चाहिँ साथीहरू दिनको 1 बज्दैछ हो। अनि मेरो नानी चाहिँ सुतेर पनि उठिसकेको छ। अनि हेर्नु न यहाँ कस्तो चुल पनि झ्याप्ले भएर बसेर नुहाएर सुता गऱ्यो। अनि मजाले सुतेछ।
मैले भर्खर उठेको कस्तो छ भने नि चुल हेर्नु न चुल गति भइरहेछ। मेरो छोरी चाहिँ हेर्नु न साथीहरू नाचेर देखाउँदैछ। सो आजको भिडियो चाहिँ यति नै हो साथीहरू। बाई बाई।